So guys, यस्तो बबालाई आइसक्रिम पाइन रहेछ है त्यति उसमा म अहिलेसम्म ठगी भएको रहेछु यस्तो हुन्छ अनि खाइ चट्टो लाएर डोरी सोरी रहेछ सबै यहाँ त नेपाली नेपाली मार्केटमा नेपाली नै पाइन रहेछ यार 2 स्टिकलाई 10 क्रोनर रहेछ 1 स्टिक सो दिस इज माई फेभरेट चकलेट यसलाई चाहिँ 18 क्रोनर पर्ने रहेछ सो हाई गाइज दिस इज श्वेता एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल आफ्टर सो लङ सो आज चाहिँ म हजुरहरूलाई चाहिँ डेनमार्कमा चाहिँ ग्रोसरिजहरू कस्तो छ भनेर देखाउँछु होइन फर द्याट आई थिङ्क आई हेभ टु गो दिस वे फर्स्ट अहिले चाहिँ यहाँ कन्स्ट्रक्सनहरू चलिरहेको रहेछ सो कन्स्ट्रक्सन इज लाइक दिस एन्ड अब चाहिँ म फर्स्टमा चाहिँ डेनमार्कमा चाहिँ ग्रोसरिजहरू चाहिँ कस्तो हुन्छ देखाउँछु है आई मिन म चाहिँ नियर बाई स्टोरमा जाँदैछु जुन चाहिँ लिमा भनेर छ पपुलर होइन सो लेट्स सी अब नेपालबाट आएको लाइक म 10-12 दिन भयो 10-12 दिनमा चाहिँ मैले के थाहा पाएको छु होइन के बुझेको छु अब सो यु राइट अवे यो चाहिँ चर्च हो गाइज होइन चर्च स्कुल घर सबै एउटै बिल्डिङ देखिन्छ सबै एउटै देखिन्छ है नो डाउट अनि घर सबै एउटै देखिन्छ मा कसम कता हराइन्छ भन्नुपर्ने होइन यहाँ चाहिँ साइकल डन छ साइकल राजा हो सबले साइकल चलाउँछ होइन अनि गाइस सब बिल्डिङहरू सेम हुन्छ होइन अनि यहाँको अहिले चाहिँ यहाँ खास समर हो कि यो चाहिँ समर पनि त्यस्तै अहिलेलाई समर आउँदैछ हुनलाई चाहिँ विन्टर एन्ड भएर समर आउँदैछ समर चाहिँ 2023 हुन्छ अरे अहिले भनेको चाहिँ कस्तो छ भने अहिलेको हाम्रो टेम्परेचर चाहिँ यहाँ त्यसै 3-4 डिग्री होला होइन अहिले चाहिँ 5:30 बजेको छ साँझको एन्ड नेपालभन्दा 5 घन्टा लेट छ डेनमार्क in terms of time only, but in terms of development, the happiest country, of course, second happiest country. रिमामा जाँदैछु होइन रिमामा जाँदैछु यहाँ चाहिँ खास मलाई दुध किन्न छ अनि यहाँ चाहिँ जुस किन्न छ अनि त्यसपछि मलाई एकदम रसगुल्ला मिस भइरहेको छ कि त्यो क्यानमा पाउने आई डोन्ट नो पाइन्छ कि पाइँदैन जस्ट चेक आउट होइन हेरौँला अनि यसरी गाजरहरू चाहिँ यसो राख्छ है गाजर पनि अलमोस्ट सकिन लाग्छ तर हाम्रो सकिसकेको त छैन फ्लावर्स अराउन्ड यस्तो महँगो छ मा कसम बुके होइन हुन त अहिले अब अहिले मैले नेपालीमा कन्भर्ट गर्ने भएको भएर नि महँगो हुने होला तर यस्तो राम्रो राम्रो जस्तो भने त्यस्तै फ्लावर्सहरू पाउँछ होइन तर लास्ट महँगो पर्छ गाइज यार लास्टै महँगो पर्छ अनि मलाई चाहिँ एज यु अल नो मलाई चाहिँ प्लान्ट एकदम मनपर्छ होइन यहाँ आएर पनि प्लान्ट किन्नु पर्ला भनेको तर अहिले अलिकति कमाएपछि किन्न पर्ला हुन त यहाँको पैसा सस्तै हो जस्तो 25 रुपिस हो नि त यहाँको लागि त तर हामीलाई त कन्भर्ट गर्दा त महँगो पर्छ नि त अब 1 क्रोनरको 20 रुपियाँ पर्छ भनेपछि त अब यस्तो महँगो पर्छ हेर घरमा अब आफूले फलाइदियो होइन लुक यस्तो हुन्छ यहाँ चाहिँ होइन फर्स्टमा अब ब्रेडहरूको आइटम छ होइन जहाँ चाहिँ प्रपरली मेन्सन नै भएको हुन्छ के भन्छ अरे यसरी के लाइक यो ब्रान्ड हुन्छ कि ब्रेडहरूको पनि हरेक कुराको ब्रान्ड हुन्छ यहाँ नट ओन्ली अबाउट द ब्रेड पोटेटोज अर एनी फ्रुट्सहरूको ब्रान्ड हुन्छ होइन एभोकाडो चाहिँ एकदमै रिजनेबल हुन्छ लाइक एभोकाडो एउटा यो पुरै होलको चाहिँ 18 तरकारीहरू पनि यसरी क्या सफा गरेर राखिदिएको हुन्छ कि लाइक अनियन्स होइन अनियन्स यसरी ठ्याक्क पोको पारेर राखिदिएको हुन्छ अनि यति भनेर राखिदिएको हुन्छ होइन रातो प्याज सेतो प्याज एन्ड आलु पनि भेराइटिज अफ आलु अनि बिटरुट्सहरू सब हुन्छ कि सब हुन्छ लाइक नहुने त केही पनि हुँदैन होला प्रोभाब्ली गाजर्सहरू पनि यस्तो सफा गरेर राखिदिएको हुन्छ होइन जुस भने जुसहरू पनि यसरी राख्न मिल्छ यहाँ चाहिँ होइन अनि यहाँ चाहिँ अब यो आइसक्रिमको 600 ml को 25 क्रोनर लेखेको छ होइन हामीले यो एकदम धेरै खान्थेँ कि मैले यो आइसक्रिम होइन अब यो आइसक्रिम बनाउने कुरा हो कि आइसक्रिमै हो कि पत्तो भएन गाइज लेसी के हो यस्तो धेरै आइटम्स हुन्छ नि यहाँ आमा सब फेरि सब रेटसँगै हुन्छ कि फिक्स रेट नो बार्गेन नो नथिङ
मिल्कहरू पनि यसरी हुन्छ यहाँ पनि मिल्क पनि आइटमको हुन्छ गाइज होइन हामी त अब बोकासोका हुन्थ्यो अब यहाँ चाहिँ यस्तो यस्तो बक्सहरूमा हुन्छ यो हामीले चाहिँ यो अब यो 13 करोड 14 करोडवाला हुन्छ हामी चाहिँ यो 14 करोडवाला खाइरहेको हुन्छौँ सो लेट्स जस्ट टेक दिस वान हैन यो दुध हो गाइज यहाँ अघि भन्दै नि यो बियरहरू चाहिँ अब आइटमको छ होइन लिस्ट अब 6 करोडको नि छ कहिले कहिले अफर चल्दाखेरि 4 करोडमा दिन्छ होइन ए 4 करोडवाला बियर पनि छ अब मिठै हुन्छ सबै टेस्ट अलग अलग छ यहाँ टेस्टहरू चाहिँ यसरी पुरै यो क्रेट नै किनेर लाँदाखेरि चाहिँ झन् सस्तो पर्छ एन्ड यो क्यान चाहिँ वापस गऱ्यो भने हाफ पैसा वापस आउँछ गाइस क्या चिल छ या सो हाई हाई Yes, guys, I just had the groceries here and so nice day and I will also go to the next store to show you how it's gonna be. So guys, I just get this one, हैन अनि मैले चाहिँ जस नर्मली खाइरा हुन्थे कि 15 करोड यस्तो तिरेर तर आज थाहा भयो कि 4 हुँदो रहेछ एउटा प्याकेटमा अनि त्यसको चाहिँ 18 करोड पर्छ कि एट द एन्ड यत्रो टाइम त म ठगी नै भएको रहेछ आज फ्रिजमा हेर्दा थाहा पाएँ सो लेट्स सी आइसक्रिम कस्तो छ सो गाइज यस्तो बबाल आइसक्रिम पाइन रहेछ है त्यति उसमा म ठगी भएको रहेछु अब चाहिँ गाइज हामी अरबिकमा जाँदैछौँ होइन त्यो भनेको चाहिँ एकदमै लाइक बजेट फ्रेन्डली सप हो होइन धेरै जस्तो नेपालीहरूले पनि त्यहीँ सप गर्नुहुन्छ एन्ड अल्सो लाइक डेनिसहरूले पनि अनि नन युरोपियन्सहरूले सबै त्यहीँ गर्नुहुन्छ त्यो चाहिँ अरबियन स्टोर हो जहाँ चाहिँ सबै कुरा पाइन्छ एकदमै रिजनेबल कस्टमा So I will grab some veggies from there. So let's just check out the rates over there, right? And it is a lovely sunny day. Mitcho घाम छ म चाहिँ हिँडिरहेको छु. This one is another market. चाहिँ अलि एक्सपेन्सिभ छ हैन. लाइक अलिकति महँगो मार्केटहरु चाहिँ. ल बेकरी आइटम मात्र यहाँ चाहिँ अलिकति चिप रहेछ. जुन मार्केटहरू पनि which one is cheaper भनेर चाहिँ you have to analyze like कुनै ठाउँमा के सस्तो हुन्छ कुनै ठाउँमा के सस्तो हुन्छ होइन हरेक ठाउँमा आफ्नो कुरा सस्तो हुन्छ सो कुनै ठाउँमा कुन सस्तो कुनै ठाउँमा कुन सस्तो होइन फुलहरू चाहिँ एकदम महँगो पर्दो रहेछ क्या यहाँ चाहिँ अनएक्सपेक्टेडली महँगो यो चाहिँ मार्केट हो that I was talking about लिङ्कटेन बजार और हामी चाहिँ अब अरबिक मार्केटमा आयो This is the market that we were looking for. Two stick लाई 10 करोड रहेछ 21 टका 7 करोड रहेछ टु स्टिक दुईटा यही कुरा 1 केजी को 20 ल्यान्ड होल्यान्ड भन्छ रहेछ ल सानो छ नि त त्यही भएर 1 केजी को 20 अरे हैन varieties are guys varieties mushroom 1 किलो mushroom 1 किलो को 30 भन्छ यसलाई चाहिँ 25 हैन यसलाई चाहिँ फेरि हिजोको मार्केटमा फेरि एउटा 25 एउटा 10 वाला थियो so this one go on my cart मिक्स अप पुगिहाल्छ 1 केजी को 15 रहेछ यो छानी हाम्रो नेपाली स्टाइलले रहेछ तर बक्समा राख्यो भने यही महँगो पर्छ फेरि ओइ इमली को कति रहेछ कस्तो मिठो हुन्छ यार भिन्डी खुर्सानी यो लाइक सबै हुन्छ स्वीट पोटेटो यो पिरालु हैन यो तरुल होला पक्कै यो सानो खालको पिरालु यो ठुलो खालको पिरालु सानो खालको लसुन सबै हुन्छ चामल सब पाइन्छ सो आई जस्ट ग्र्याब दिस नट्सहरु सबै पाइन्छ हैन अहिले चाहिँ यहाँ किन हो यो टासरै भागा रहन्छ कि यिनीहरुले नत्र सब टासले भेटिसक्थ्यो हैन सब जियोस एकदमै रिजनेबल प्राइसमा पाइन्छ यहाँ चाहिँ हरेक कुरा छ लाइक ड्राई फ्रुट्सहरु भइहाल्यो हैन जाम सामहरु सबै चिया ओके 65 करोड पर मोर चिया maybe this one अर्को भनेको फोर्टेक्स अर्को पपुलर मार्केट भनेको फोर्टेक्स अनि इकिया पनि छ त्यहाँ चाहिँ फर्निचर ग्लासेसहरु हुन्छ
यहाँ चाहिँ फोर्टिक्स भन्छ होइन यस बक्सहरू चाहिँ रिजनेबल छ सबै कुराहरू काँटाहरू हेर न आम्मामा काँटा पनि पाइन्छ हौ एउटाको 29 करोडमा भनेपछि 400 त्यस्तै 600 29 भनेपछि त लगभग 36 600 रुपियाँ त्यो काँटाको सुसुमा आउँदाखेरि चाहिँ नेपालीमा ट्रान्सलेट गर्न मन लाग्छ अरे होइन सुरसुमा लिएर आउँछ यो फेरि सस्तो हुन्छ यिनीहरूको लागि त पछि सस्तै होला जे भने त्यही पाइन्छ हौ हरेकको सेक्सन हुन्छ हौ यो हाम्रो नेपालको बागपट्टि नै जस्तै भनौँ एकदम ठुलो डेन्जर ठुलो जुस छ है जस्तै योहरू यहाँ हालिदिने होइन अनि यहाँ बोतल हुन्छ यो बोतलबाट चाहिँ यहाँ जुस डाइरेक्ट आफूले आफ्नो मर्जीले खान पायो तर पे गर्नुपर्छ फेरि गाजर अघि हामीले 1 किलोको 15 ल्यायो नि यहाँ चाहिँ यतिको 15 हो कि यतिको कि सबै अब त्यो अरू बिकमा कि 5 किलोको यो 1 किलोको 12 होइन 5 किलोको 30 मा दिएको थियो गाजर चाहिँ 11 करोड यो 11 करोड रहेछ नि त 1 किलोको पर केजी 11 करोडको 1 केजी होइन के अरे यो अस्ति ल जस्तो रहेछ यो अस्ति तिमीले लगको जस्तो रहेछ अहिले आज यो पाए जस्तो छ है यो भने जस्तै पम्पकिन्स गाजरहरू सबै ब्रोकाउली 17 रहेछ लानी ब्रोकाउली अघि 10 मा पाइयो सस्तो भन्दा यहाँ उसमा पनि पाउँदो रहेछ 8.75 मा आई डोन्ट नो यिनीहरूको ब्रान्ड हुने हो कि के हो अलग छ अब यो फरक परिहाल्यो तर ठिकै छ नेक्स्ट टाइम यहाँ आउनु पर्ला अब यहाँ चाहिँ यसरी आइस टिजहरू होइन अनि त्यसपछि एप्पल मस्ट भनेर एप्पल जुसहरू यो एप्पल जुस चाहिँ मैले 10 करोडमा देखेको थिएँ त्यहाँ यहाँ चाहिँ 17 करोड रहेछ हरेकको डिफ्रेन्ट चाहिँ डग फुड क्याट फुडहरू पनि रहेछ कति महँगो 55 बाबा रे स्टोरमा लाग्छ नि त त्यही भएर यस्तो यो एक सेपमा जे पनि एक सेपमा हुँदो रहेछ क्या हाम्रो भाइ मसला जस्तो नयाँ हो नि त सबै रमाइलोहरू लाग्ने के सुरुमा चाहिँ अब मेरो बेलाले चाहिँ यस्तै खान्थेँ 44 करोड रहेछ 44 करोडमा कसम 800 सेल्फ पेमेन्ट गर्न मिल्छ यहाँ चाहिँ कार्ड भएपछि त्यहाँ चाहिँ अनि मान्छेले बसेको हुन्छ फर द पेमेन्ट होइन समरी इज हियर गाइज यो चाहिँ नर्मल हो गाइज होइन कुराहरू पाइन्छ बडी लोसन्सहरूको कुराहरू सबै फाउन्डेसन अनि त्यसपछि प्याडहरू होइन प्याडहरू चाहिँ 19 करोड 12 करोड टेम्पनहरू चाहिँ 22 करोड 400 500 यस्तै पर्दो रहेछ अलिक महँगै पर्दो रहेछ मेरो पाउने प्लान छ भने त्यसमा चाहिँ बोकेर आउनु होला बडी सोपहरूको कुराहरू चाहिँ एकदम रिजनेबल कस्टमा पाइन्छ भनौँ होइन को चाहिँ 33 करोड कपडा धुने रो चाहियो के अरे होइन चक्लेट्सहरू पनि पाउनु त तर यस्तो एस्थेटिक कुराहरूको लागि यहाँ आइन्छ कि पोलोलाई 7 करोड रहेछ हौ टिक ट्याक 5 करोड दिस इज माई फेभरेट चक्लेट यसलाई चाहिँ 18 करोड पर्ने रहेछ म चाहिँ हामी नेक्स्ट जाँदैछौँ होइन नेपाली मार्केट सो नेपाली मार्केटमा चाहिँ के छ भनेर उसहरू हेर डोका अनि गाग्रीहरू त देखि नै हाल्यो ल यहाँ चाहिँ डोरीहरू सबै पाउँदो रहेछ गाइस मसलाजहरू सब पाइँदो रहेछ यहाँ त है पूजाको सामानहरू पनि सब यहाँ पाउँदो रहेछ सो चरसको थाल
गाइस पूजाको सामानहरू पनि पाउनु रहेछ होइन एन्ड चर्चको थाल फरेस्ट भगवान सबै घन्टी होइन नेपाली स्टोर चाहिँ टिपिकल नेपाली नै रहेछ पुरै अलग्गै सबै मूर्ति भगवानको मूर्तिहरू भगवानको सामग्रीहरू तुम्बा एनी तुम्बा लभर हियर गाइस तुम्बाहरू पनि पाउनु रहेछ अलराइट नेपाली ड्रेसेसहरू पनि रहेछ यहाँ ढाकाको सबै रहेछ हौ ब्लाउजहरूको चाहिँ 249 होला प्रोबेबली यस्तो लेङ्गाजहरू पाइँदो रहेछ ओके गट यु ब्रो जस यसरी चाहिँ कलेक्सन चाहिँ राख्नु भएको रहेछ नेपालीले नै है खुसी लाग्यो सिलौटो पनि रहेछ सिलौटो अनि यो दसैँको लागि कुकरहरू पनि रहेछ त यहाँ त ओके कुकरलाई 449 क्रोन कुकरलाई 449 क्रोन भनेको इन्जोय महँगो 500 क्रोन भन्छ 10,000 कुकरलाई 10,000 गाइस माइ गॉड दियोलाई 49 क्रोनर ओके सो डोरी सोरी रहेछ सबै यहाँ त नेपाली नेपाली मार्केटमा नेपाली नै पाइने रहेछ यार नेपाली हो जस यस्तो तिलदेखि लिएर एभ्रिथिङ नेपाली मसला पिनट मुना चिया दिदी त्योहरू पनि रहेछ माडाहरू पनि पाउ भण्डार रे सब नेपालबाट लिएर आएछ सब सही हो रारा चाउचाउ सब पाइँदो रहेछ यार यहाँ त झुम्काहरू पनि रहेछ नेपाली झुम्का 69 क्रोनर यस्तो 69 क्रोनर ओके सब नेपाली मसलाहरू चाहिँ पाइँदो रहेछ गाइस शेरवानीहरू पनि पाइँदो रहेछ कति रहेछ हेरौँ शेरवानीको किन यहाँ थियो भने यसको त प्राइजै नरहेछ यार प्राइस ट्याग नै नरहेछ यार 279 क्रोनर ओके 279 क्रोनर भनेको कति भयो 5,600 दियो यार 2,000 सल्टहरू पनि सबै रहेछ बिरिनुनको 29 क्रोनर भनेपछि कति भयो सो गाइज अहिले चाहिँ यहाँ 7:51 भनेको लगभग 8 बज्यो तर बाहिर हेरेर चाहिँ केही 8 बजी जस्तो छैन होइन यस्तो उज्यालो छ कसम अब चाहिँ डेनमार्कमा समर हुन थाल्यो एन्ड म चाहिँ अघि नेप्स्टो गएँ नेप्स्टो भनेको चाहिँ एकदम टाढा रहेछ कि लाइक हाम्रो हामी बस्ने ठाउँभन्दा पनि टाढा लास्ट स्टेसन भनेको नेप्स्टो रहेछ जहाँ नेपालीले खोल्नु भएको रहेछ होइन खुसी लाग्यो नेपालीले खोल्नु भएको देखेर सो यहाँ चाहिँ एकदमै सिस्टम छ हरेक कुराको अनि सिस्टम बुझ्न गाह्रो छ सिस्टम बुझ्दैछु जे होस् यस्तो उज्यालो छ यार यस्तो 8 बजी पनि कडा होइन त